नमस्कार दाजुभाइ तथा दिदीबहिनीहरू, हामी चाहिँ अहिले तिन्दोबाने स्थित हाम्रो पिकनिकतिर आएका छौँ र केही दृश्यहरू देख्न सक्नुहुन्छ। यो चाहिँ ठुलो पोखरी र अगाडि हिँड्दै गरेको मेरो भान्जी, त्यसपछि उहाँ ग्रुप बस्नु भएको छ। उहाँ चाहिँ हाम्रो देउसी टोलीको बुढाहरू र सुरु हुन्छ यसरी। यता चाहिँ देख्न सक्नुहुन्छ हाम्रो लोकल सुँगुरको मासु, अनि यतापट्टि विङ्सहरू जुन कुखुराको बन्दैछ र साथीभाइहरू हाम्रो अब मासु चाहिँ करिब पाकिसकेको देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ म हल्का कटिङ हानेर भागबन्डी लगाउनु पर्छ। उतापट्टि बुढोहरू पुरै अत्तालिसक्नु भएको छ यो मासु खानको लागि र अब यो काटिवरी हस्तान्तरण गरिदिनु पर्यो। र यो भिडियोलाई हेरेर अन्तिमसम्म साथ दिनुहुने सबैजनालाई नमस्कार अनि धन्यवाद भन्न चाहन्छु। र अब सिरियली हाम्रो भिडियो यसरी देख्न सक्नुहुन्छ। दर्शकबिनहरू च्वाचे कटिङ हान्नुपर्छ फास्ट। ल अब यसरी नै चल्दैछ जिन्दगी। मासु तारो मासु खायो, अरू त के नै छ र। सबैजनाले हेरेर साथ पनि दिनु भइरहेको छ होला, त्यसमाथि म के भन्न चाहन्छु होला, सबैजनाले सेयर लाइक सब्सक्राइब पनि हान्नु गर्नु होला प्लिज। है त ल, अब चाहिँ तपाईँहरूले यो भिडियो र भर्जनमा हेर्नु होला। जस्तो आयो त्यस्तै प्रस्तुत गरिसकेको छु। केटाकेटीहरूले यसो रमाइलोको लागि खोलेको च्यानल हो, सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला, धर्म हुन्छ। होइन मार्नु काट्दैछ। सबैजना देउसी खेलेको कसले बुझ्दै होइन भन्छ। सबैजना देउसी खेलेको पुऱ्याइदिन्छ कसले। दर्शकबिनहरू हामी तिन्दोबानेमा आएर गङ्गाटा पनि मार्दैछ। नुने कस्तो लागिरहेछ? तिमीले चाहिँ पक्रेनौ गङ्गाटा? पक्र न ओइ, एकदम त्यत्रो नगर। यहाँ गङ्गाटाको हन्टिङ भइरहेछ। हामी यसलाई चट्टसँगले तारेर त्यसले निकाल्दैछ कि यता लड्छ तिमीहरू यता भिडियो बनाएको। म्यान भर्सेस वाइल्ड। खोइ गङ्गडा यता थाहा पो ल। तारिसक्यो हेमन्ते जस्तै गङ्गडा। बोलु डेन्जर गङ्गडा, चिल्नेवाला गङ्गडा। यस्तो भइसकेको छ। अहिले यहाँ छ खै गङ्गडा हो, यसलाई यसरी पक्रिनुपर्छ। यसरी पक्रेपछि यसको टक्कै खुट्टा भाँच्यो। खुट्टा राख्ने यो तारा पनि साफ भयो। केटा हो केटी हो यो? केटा हो केटा। त्यो त अहिलेको खुट्टाको होइन। बनिसक्यो। म्यान भर्सेस वाइल्ड। त्यो पनि हुन्छ हो। अर्को पनि फेला परिसक्यो गङ्गाटा यहाँ। हेर्दा यति गङ्गाटा पक्रिसक्यो। अब हामीले मासु र के पो कुखुराको मासु र सुँगुरको मासु कति खाने? अब हामी गङ्गाटा खाने। यता नुनुमा ओइ हिँड्दा त यता आइज यता। अब हामी तपाईँहरूलाई यो
गङ्गडा पक्रेर खाएको पनि देखाउने छु है त ल। युनिले पनि पक्रेर ल्याइसकेको छ गङ्गडा। तिमीले चाहिँ गङ्गडा पक्रेन पक्रेको छैन के हो झिँगे माछा सानोवाला झिँगे माछा पनि पक्रिसक्यो। बिरामीले पनि पक्रिसक्यो गङ्गडा। ल ल ल गङ्गडाहरू पनि आज उछार हुनेवाला छ। यसरी हुन्छ गङ्गडा। ए झिङ्गे पनि छ। झिङ्गे त अब त पक्रिनु सकिन्छ। यता त माथि आउँछ तलतिर। झिङ्गे ल झिँगे डेन्जर पक्रिसकेको छ यहीँ। यस्तो बुढो झिँगे मैले पनि टोक्छ क्या यार। यो त यसलाई त मार्नुपर्छ हामीले। ल लु गङ्गडा फेरि खुट्टा मिठो हुन्छ क्या। यता चाहिँ हाम्रो नुनुमा छ। हेलो गर नुनुमा। हाँस न एकचोटि भाइरल पाराले हाँस त। यतातिर पनि स्मल गङ्गडा भेटिसकेको छु। पक्का यहाँ छ अनि स्मल गङ्गडा। भाँच्छु है त है गङ्गडा। यहाँ चाहिँ भटिया पोल्दैछ काँदैछ। अब यसलाई निकालेर खाने हो सब्जीको साथमा। गङ्गडा निक्लेर यस्तो देख्न सक्नुहुन्छ। तारेको ल तारेको अझै खोज्नु जाउँ। भयो अचार हाल्न। अब अचार हालेर अचार यसो हाल्नु न के चाहिँ खाने। दर्शकबिनहरू अब चाहिँ हाम्रो गङ्गडा खाने समय भइसकेको छ र हामी चाहिँ अब मस्तसँगले यो गङ्गडा सङ्गडा हानेर हाम्रो घरतिर लाग्छौँ। र अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र आई होप अर्को भिडियो नआइन्जेलसम्म तपाईँहरू पर्खेर बस्नुहुन्छ होला। जय नेपाल। ओके बाई बाई।